प्रेज द लर्ड। हामी कुन चाहिँ बाइबल कलेज जाने या कुन चाहिँ थियोलोजिकल कलेज जाने या कुन चाहिँ सेमिनारी जाने भन्ने कुरा तपाईँको मनमा खेलिरहेको होला। पहिलो भिडियोमा बताइसकेको छु। एटीए एग्रिगेटेड बाइबल कलेजै जानुहोला या युजिसीले जो युनिभर्सिटी हाई कमिसनले जुन मान्यता दिएको रिकगनाइज गरेकै बाइबल कलेज या युनिभर्सिटी तपाईँ जानुहोला, ताकि तपाईँको हायर स्टडीमा तपाईँलाई राम्रो हुन्छ। नत्र भने तपाईँलाई साधारण कुनै एनजिओले चलाएको, कुनै एउटा चर्च रिलेटेडले चलाएको या प्राइभेट कसै व्यक्तिले पर्सनली चाहेको बाइबल कलेजहरू खोलेको इस्टाब्लिस गरेको गयो भने तपाईँको भोलिको दिनमा के हुन्छ भन्दाखेरि, सपोज तपाईँले ब्याचलर अफ थियोलोजी बिटिएस गरेर जानुभयो अरे 3 इयर्सको हुन्छ। ब्याचलर चाहिँ बिए भनेको जस्तो है। तर एमडिप तपाईँले गर्नु जानुहुन्छ, भोलिको दिन एमडिप 2 वर्ष लाग्छ। तर तपाईँको यदि नन एटिए छ भने, एटिए छैन भने, नन एटिए छ भने भोलिको दिनमा एमडिप तपाईँले एटीमा गर्न चाहन्छ भने या युजिसीले तपाईँ रिकगनाइज गरेको युनिभर्सिटी जान चाहन्छ भने तपाईँको 2 वर्षको बदली 3 वर्ष पढ्नुपर्छ। अनि धेरै जग्गामा तपाईँको सर्टिफिकेट भ्यालिड मानिँदैन अनि तपाईँको 3 इयर्स वेस्ट हुन्छ, 4 इयर्स वेस्ट हुन्छ, तपाईँको डिप्लोमा 2 इयर्स वेस्ट हुन्छ, 1 इयर सिटिएस वेस्ट हुन्छ तपाईँको। अनि तपाईँले जानकारी अझै लिनु छ भने तपाईँले मलाई सम्पर्क गर्न सक्नुहुन्छ। अनि तपाईँले कमेन्ट गर्नुहोस्, तपाईँलाई म सहायता गर्नेछु। प्लस आज हामी के कुरा जान्दछौँ भन्दाखेरि, बाइबल कलेज जानुको निम्ति मेरो पढाइ कति हुनुपर्छ या मैले कति पढेको हुनुपर्छ है। अनि मैले कुन कसरी चाहिँ गएर कुन मैले डिग्री सर्टिफिकेट डिप्लोमा मैले पाउन सक्छु र यो कुराहरू आज हामी जान्नेछौँ। यदि तपाईँ क्लास 8 देखि मुनि पढेको हुन्छ या अथवा तपाईँ पढ्न लेख्न सक्नुहुन्छ या तपाईँ इङ्ग्लिस या हिन्दी या नेपाली कुनै पनि है क्लास 8 देखि मुनिको है, या तपाईँकोमा कुनै सर्टिफिकेट पनि नहोला तर तपाईँ पढ्न लेख्न आउँछ भने तपाईँको निम्ति सिटिएच तपाईँले पढ्नुहोला। सर्टिफिकेट थियोलोजी 1 इयरको हुन्छ है। क्लास 8 पासलाई चाहिँ इम्पोर्टेन्ट हो। अनि त्यो दिनको मुनिकोलाई 1 वर्ष तपाईँको निम्ति सिटिएच हुन्छ है, जो सिटिएच भनेको सर्टिफिकेट इन थियोलोजी। अनि सेकेन्ड डिप्लोमा इन थियोलोजी डिटिएच भन्छ है। तपाईँले यो क्लास 10 तपाईँको पास भएको हुनुपर्छ। अनि त्यो 2 इयर्सको हुन्छ डिप्लोमा इन थियोलोजी है। फेरि तपाईँले बिटिएस गर्न चाहनुहुन्छ, जो ब्याचलर डिग्री हुन्छ, ब्याचलर इन थियोलोजी। तपाईँको ब्याचलर इन थियोलोजीको निम्ति एटलिस्ट तपाईँ +2 हुनुपर्छ। यसको मतलब क्लास 12 तपाईँले पढेको हुनुपर्छ। यदि क्लास 12 तपाईँले पढेको छैन तर तपाईँले सिटिएस 1 इयर गर्नुभएको छ, डिप्लोमा 2 इयर्स गर्नुभएको छ भने तपाईँले फेरि डाइरेक्ट तपाईँको बिटिएसमा तपाईँको एडमिसन हुन्छ। या तपाईँले क्लास 10 पढ्नु भएको छ अनि 2 वर्ष तपाईँको डिप्लोमा गर्नुभएको छ भने, यदि तपाईँको 12 को सर्टिफिकेट छैन भने पनि जुन 2 वर्षको डिप्लोमा गर्नुभएको छ या क्लास 10 मात्रै पास गर्नुभएको छ भने तपाईँको ब्याचलर अफ थियोलोजीमा तपाईँको एडमिसन हुन्छ। त्यसरी नै तपाईँको फेरि आफ्टर ब्याचलर अफ थियोलोजी के हुन्छ भन्दाखेरि एमडिभ भन्छ है, मास्टर अफ डिभिनिटी। मास्टर अफ डिभिनिटीको निम्ति तपाईँले कति पढालेखा हुनुपर्छ त एडमिसन गर्नको लागि, मास्टर अफ डिभिनिटीको लागि भन्दाखेरि तपाईँको एटलिस्ट तपाईँले ब्याचलर कम्प्लिट गरेको हुनुपर्छ। यदि तपाईँले सेकुलर ब्याचलर, जो ब्याचलर अफ थियोलोजी गर्नुभएको छैन, तपाईँले यता सेकुलर डिग्री भन्छ बिए बिकमहरू तपाईँले गर्नुभएको छ या बिएससी गर्नुभएको छ भने तपाईँको डाइरेक्ट एमडिप तपाईँले जोइन गर्न सक्नुहुन्छ। तर वास्तवमा एमडिप 2 वर्ष लाग्छ। तर तपाईँको अगाडिको जुन तपाईँको बेसिक तपाईँको थियोलोजिकल नलेज छैन या सर्टिफिकेट छैन भने तपाईँको ब्याचलर गरेर पनि एमडिभ 3 इयर्समा कम्प्लिट हुन्छ। यदि तपाईँको अलरेडी ब्याचलर अफ थियोलोजी छ भने, यदि एटिएबाट गरेको हो भने तपाईँको केवल 2 वर्ष मात्र एमडिप लाग्छ, मास्टर अफ डिभिनिटी तपाईँ कम्प्लिट हुन्छ। अब मास्टर अफ डिभिनिटीको बादमा के हुन्छ त भन्दाखेरि
MTH हुन्छ, मास्टर अफ थियोलोजी हुन्छ। मास्टर अफ थियोलोजी चाहिँ मास्टर अफ थियोलोजीको निम्ति के डिग्री चाहिन्छ भन्दा तपाईँकोमा मास्टर अफ डिभिनिटी हुनु पर्यो, एमडिप हुनु पर्यो है। अन्त मात्र तपाईँले मास्टर अफ थियोलोजीमा तपाईँ जानु पाउनुहुन्छ है। नत्र भने तपाईँको त्यहाँनिर जानु पाउनुहुन्न। अनि मास्टर अफ थियोलोजी कतिको हुन्छ, कति इयरको हुन्छ भन्दा 2 इयर्सको हुन्छ। यदि तपाईँको एमडिभ डिग्री यदि एटिए होइन हो भने चाहिँ फेरि 3 इयर्स लाग्छ तपाईँको। यदि एमडिभ डिग्री एटिएले रिकगनाइज गरेको हो भने, युजिसीले रिकगनाइज गरेको हो भने तपाईँको केवल तपाईँको 2 इयर्समा कम्प्लिट हुन्छ एमटिएच मास्टर अफ थियोलोजी। अनि सेकेन्डली फेरि एमटिएचको बादमा के आउँछ भन्दाखेरि तपाईँको पिएचडी आउँछ होइन। तपाईँको फिलोसफी इन डक्टर या डक्टरेट इन फिलोसफी है तपाईँले पढ्नुहुन्छ। त्यसको निम्ति के चाहिन्छ भन्छ तपाईँको पार्टिकुलर एउटा सब्जेक्ट लिएर तपाईँले एमटिएच कम्प्लिट गरेको हुनुपर्छ। अनि एमटिएचको बादमा तपाईँले पिएचडी 3 इयर्सको हुन्छ। कोही बेला तपाईँको 4 इयर्स पनि लाग्छ, कसैलाई 5 इयर्स पनि लाग्छ। तर मिनिमम 3 इयर्समा तपाईँले कम्प्लिट गर्नुहुन्छ यदि तपाईँले थिसिसहरू उहाँको रिसर्च पेपर तपाईँले कम्प्लिट गर्नुभयो भने। अनि एउटा डिटिएच भन्ने डिग्री हुन्छ, डक्टर इन थियोलोजी। त्यो चाहिँ तपाईँको एमडी बादमा पनि धेरैवटा कतिपय मैले बाइबल कलेजमा देखेको छु डिटिएच गर्नुहोस्। आफ्टर एमडीको बादमा पनि तपाईँले 3 इयर्सको डिटिएच गर्न सक्नुहुन्छ, एमटिएच नगरेर डाइरेक्ट। तर त्यो चाहिँ प्रायः प्रायः के हुन्छ, डक्टर इन मिनिस्ट्रीमा हुन्छ प्रायः प्रायः त्यो डिग्री चाहिँ। मिनिस्ट्री एउटा पार्टिकुलर एउटा सब्जेक्ट हुन्छ, पोस्ट सब्जेक्ट, त्यसमा तपाईँले गर्न सक्नुहुन्छ। अनि यो चाहिँ रह्यो तपाईँहरूको निम्ति जानकारी। अनि तपाईँ बाइबल कलेज तपाईँको इङ्ग्लिस मिडियममा पनि पाउन सक्नुहुन्छ, अनि हिन्दी मिडियममा पनि, तमिल मिडियममा पनि, नेपाली मिडियममा पनि तपाईँले पाउन सक्नुहुन्छ। तर विशेष गरी जति पनि किताबहरू लेखिएको छ इङ्ग्लिस मिडियममा प्रायः तपाईँले पाउनुहुन्छ कि ठुल्ठुलो किताबहरू लेखिएको छ। अनि प्रायः प्रायः हायर स्टडीको निम्ति इङ्ग्लिस जान्नु चाहिँ तपाईँहरूको निम्ति चाहिँ एउटा अनिवार्य छ। अन्त तपाईँलाई डेभलप गर्नुपर्ने छ। यदि तपाईँको इन्टेन्सन बिटिएचसम्म मात्रै हो भने त्यस्तो जरुरी छैन, डिटिएच र बिटिएचसम्म मात्रै हो भने त्यहाँदेखि तपाईँले बिटिएचदेखिको माथि एबभ जान चाहन्छ भने इङ्ग्लिस मिडियममै तपाईँले जोइन गर्नुहोला। अनि तपाईँले भोलिको दिनमा हायर स्टडी गर्न चाहन्छ भने इङ्ग्लिस मिडियम बाइबल कलेजबाट जानुभयो भने चाहिँ एकदमै राम्रो हो। भोलिको दिनमा तपाईँले एमटिएच पिएचडी गर्दाखेरि पेपरहरू सबैले रिसर्च पेपर भयो, बुक्सहरू भयो, तपाईँले इङ्ग्लिसमा एभाइलेबल पाउन सक्नुहुन्छ। लेख्नु पनि तपाईँलाई सजिलो पर्छ, अनि तपाईँको प्रेजेन्टेसनहरू पनि एकदमै सजिलो पर्छ। यो रह्यो मैले बाइबल कलेज जानुको निम्ति कति पढेको हुन्छ र कुन कुन डिग्री हुन्छ भन्ने कुरा मैले बताएँ। भोलिको दिनमा कुन कुन डिग्री हुन्छ भन्ने कुरा चाहिँ मात्रै होइन, मैले बिटिएचको बदली बिटिएचको बादमा एमडिप, एमडिपको बादमा एमटिएच आउँछ, एमटिएचको बादमा पिएचडी आउँछ भन्ने कुराहरू मैले बताएँ। फेरि म नेक्स्ट भिडियोमा के बताउँछु भन्दाखेरि कुन कुन डिग्री हुन्छ त, जसरी सेकुलर डिग्री सेकुलर कलेजमा हामी देख्छौँ बिए, बिएससी इत्यादि हुन्छ होइन। तर यहाँ पनि के हुन्छ त भन्दाखेरि हामीले थियोलोजी कलेजमा पनि धेरै प्रकारको डिग्री हुन्छ। हाम्रो आवश्यकता अनुसार हामीले त्यसलाई के हुन्छ आफ्नो जीवनमा हामीले त्यो लिएर एउटा कोर सब्जेक्ट लिएर हामीले पढ्न सक्छौँ भन्ने म बताउने छु। हुन्छ, सबैलाई जय मसीह, ह्याभ अ गुड डे। मेरो भिडियोमा तपाईँले इन्फर्मेसन या इन्फर्मेटिभ राख्यो भने तपाईँले भिडियोलाई चाहिने व्यक्तिहरूमा तपाईँले सेयर गर्नुहोला। ओके, बाई।